शहीद दिवसमा हामी केवल शहादतको सम्झना गर्छौँ। शहीदहरूको आँट, त्याग र बलिदानीको कुरा गर्छौँ। यो कविता भन्नुस् या भावनाको लहर भन्नुस्, शहादतको त्यो अर्को पाटोको हो जसको कतै कसैले कुरा गर्दैन वा कुरा गर्न चाहँदैन। वीर शहीदहरू अनि विशेष गरी हाम्रा जेन्जी शहीदहरूप्रति उच्च सम्मान, श्रद्धाञ्जली एवं आदर भावका साथ यो कविता समर्पण गर्दछु। कविताको शीर्षक छ आतंककारीहरूको सम्झनामा। फेरि आयो यो कालो दिन, ऐतिहासिक दिन भनी लमक लमक गर्दै, दुखेका स्मृतिहरू सम्झाउँदै, खाटा बसेका घाउहरू उब्काउँदै, उभाना आँखाहरू भिजाउँदै, जिन्दाबाद र मुर्दाबादको नारा गुन्जाउँदै, फेरि आयो यो कालो दिन, वीर शहीद अमर रहून् भन्दै। एकातिर आज फेरि चटक देखाइन्छ। वर्ष दिनभरि बेवास्ता गरिएका फोटो फ्रेमका धुलो टकटकाइन्छ, शालिक रङ्गाइन्छ, फूलमाला खादा अनि सलामी चढाइन्छ, वीर शहीदहरू अमर रहून् भन्ने नारा दोहोऱ्याइन्छ, र्याली निकालिन्छ, गीत कविता सुनाइन्छ, भाषण वक्तव्य भट्टाइन्छ। सार्वजनिक बिदाको बहानामा हामी सबैले थकाइ मेटाइन्छ। यसमा पनि अवसर खोज्ने केही कुटिल र चतुर जत्थाले फोटो र भिडियोको आडमा लाइक र सब्स्क्राइबको व्यापार गरिन्छ। अर्कोतर्फ वर्ष दिनमा उतारिएको त्यस्तै फोटो फ्रेम अनि फलानु शहीद भयो रे भनी छापिएको पत्रिकाको पृष्ठ, जसलाई जतनसाथ सम्हालेर राखिएको थियो कतै, स्नेहले सुमसुमाउँदै कति बुवा आमाले ती शहीदहरूलाई आफ्नो ममता मिश्रित वेदना सुनाउँछन्। दाजुभाइले रित्तिएको आँट र साहसको दुखेसो गर्छन्। मनाउन छाडिएको भाइटिकाको पीडा दिदी बहिनीलाई बिजाउँछ। खाली सिउँदो भन्दा काली लाग्दो एक्लो र निरस जिन्दगीले प्रियसीलाई हतोत्साहित बनाउँछ। अनि सबैभन्दा बढी त तिम्रो अभावको अर्थ पनि बुझ्न नसक्ने अबोध सन्तानको मेरो बाबा त शहीद रे भन्दै फुरुङ्ग पर्ने त्यो निर्दोष मुस्कानले रुवाउँछ। हे शहीदहरू, कलेजको त्यो बेन्च खाली नै छ। दैनिक हाजिरीको त्यो पृष्ठ अब कहिल्यै नभरिने गरी। त्यो पासपोर्ट कतै गुमनाम छ। सपनाहरूको भिजा अब कहिल्यै नलाग्ने गरी। अफिसमा त्यो रौनक नै छैन। साथीहरूको दैनिकी खल्लो बनाउने गरी। ओछ्यानको त्यो भाग चिसो नै छ। तिम्रो न्यानो स्पर्शको अभाव अर्धाङ्गिनीलाई सधैँ बिजाउने गरी। बुढा बाले रुखबाट झार्न नसकेको घाँस अनि जोत्न नसकेको खेतबारीको त्यो सारो जमिन त्यसै छ, तिम्रो जाँगर र फुर्ती सम्झाउने गरी। पकाउन छोडेकी छिन् आमाले तिम्रो मनपसन्द सेलरोटी, जहाँ मिसिएको हुन्थ्यो उनकै माया र चाडपर्वको उल्लास। त्यसै थन्किएको छ तिम्रो सवारी साधन धुलोको खात मुनि।
तिम्रो छुवाई अब कहिल्यै महसुस नगर्ने गरी। तिमीले संसार देखाउने सपना देखेको सन्तानले, तिमीले संसार देखाउने सपना देखेको सन्तानले भुइँ छोडेर चढ्नसम्म पाएको छैन कसैको बलियो काँध। पीडा जिउका तिउँ छन्, देश राजनीति अनि संसार अघि बढिसके, तर शहीद परिवार कता हो कता अल्मलिए जस्तै, सबैबाट छुटे जस्तै एक्ला छन्, उदास छन्, न्यास्रा छन्। छ त केवल आफ्नो सन्तानको शहादतप्रति गौरव। तर समाचार सुन्दा मुटु झस्किन्छ, तर समाचार सुन्दा मुटु झस्किन्छ, वेदनाको पहाडले झन् थिच्छ। आफ्नै सन्तानलाई कसैले आतंककारी भनेको सुन्दा, विध्वंसकारी भनेको सुन्दा, विदेशी शक्तिबाट परिचालित भनेको सुन्दा, जसका लागि आफ्नो देश र माटो नै सबथोक थियो, उसैलाई पराईको एजेन्ट भनेको सुन्दा, शासक भन्छ गोली हान्ने आदेश दिएकै छैन, गोली दाग्ने भन्छ आदेश बिना त केही गरेकै छैन। म्याजिक बुलेट कहाँबाट आयो कसैलाई पत्तो छैन, म्याजिक बुलेट कहाँबाट आयो कसैलाई पत्तो छैन। कसले भन्यो अनि कसले हान्यो केही जवाब छैन। तर गोली भन्छ म हानिएकै हुँ, शहीदको शरीर भन्छ गोली थापेकै हुँ, लौ लुहान सडक भन्छ रक्तपात भएकै हो, सिङ्गो संसारले नै यो विभत्स दृश्य देखेकै हो। प्रश्न भन्छन् हाम्रो जवाफ खोइ, लाज भन्छ मेरो लज्जाबोध खोइ, नैतिकताले भन्छ म नैतिक रहिन, राजनीतिमा अब नीति रहेन। आम मानिस भन्छन् हाम्रो देशमा यस्तै हो, शासन गर्ने मुस्कुराउँदै भन्छन् हामीले खोजेको जनता नि ठ्याक्कै तिमी जस्तै हो। शहीद त अब केवल सम्झना भए, घाइतेहरू र अङ्गभङ्ग भएका वर्तमानलाई बोझ भए। यिनीहरू अनेक थरी प्रश्न प्रतिप्रश्न गर्छन्, आफ्नो रगत अनि सङ्घर्षको हिसाब किताब माग्छन्। साँच्चै यिनको चोट अनि छटपटी कति बल्झिँदो होला, आफ्नै शरीर आफैलाई बोझ लाग्दो होला कि नहोला। सपाङ्ग जीवन जिउने अब क्षमता नहुँदा परनिर्भरताको चुनौतीले दैनिक लताड्दा, बरु शहीद नै भएको बेस भन्ने भयावह सोच यिनमा कुनै दिन आउला कि नआउला। बरु शहीद नै भएको भए बेस भन्ने भयावह सोच यिनमा कुनै दिन आउला कि नआउला। त्यसैले त यिनलाई आंशिक शहीद मान्नुपर्छ, त्यसैले त यिनलाई आंशिक शहीद मान्नुपर्छ। शहीद सरह नै सम्मान अनि व्यवहार गर्नुपर्छ। जे जसो होस्, जीवन त बाँच्नै पर्ने रहेछ। जीवनले त नपर्खने रहेछ। कसैको शोक देखेर कोही शोकमा छ भनेर नकुर्ने रहेछ। त्यसैले त होला शहीद परिवार उठ्ने प्रयत्न गर्दैछन्, जीवनको गोरेटो ठम्याउने आँट गर्दैछन्, दैनिकीको भागदौडमा मिसिँदैछन्, रोजीरोटीको जोहमा होमिँदैछन्। कोही फेरि खेतबारीमा नङ्ग्रा ख्याउँदैछन्,
कोही मजबुरीको लाम लिएर विदेशिँदैछन्, किनकि आज पनि त जीविकोपार्जनको चुनौती उस्तै छ, किनकि आज पनि त जीविकोपार्जनको चुनौती उस्तै छ। अनि उस्तै छ शासकको दम्भ र अहंकार। अनि त्यसै छ शहीदका पूरा नभएका सपना, असरल, अपमानित, अनदेखा। यिनै सपना पूरा गर्न अनि न्यायको ज्योति निम्न नदिन उस्तै ललकार र हुंकारका साथ जुर्मुराउँदैछ युवा पुस्ता। अनि आफूसँगै बिउजाउँदैछ सिङ्गो राष्ट्रलाई, राष्ट्रको चेतनालाई। ऊ किञ्चित भयभीत छैन, आवश्यक परे गर्न प्राणको आहुति, अनि तयार छ अपनाउन आतंककारीको बिल्ला। त्यस्तो आतंककारी जसले उठाउँछ विद्रोह स्वरूप आवाज र मुट्ठी दमनका प्रयत्नहरूको खिलाफमा। यस्ता सुरवीर हुन सक्छन् कसैका लागि आतंककारी, यस्ता सुरवीर हुन सक्छन् कसैका लागि आतंककारी, तर हाम्रा लागि त यी सपूत हुन्। अनि शासकले बैरी देख्ने आतंककारी हाम्रा त शहीद हुन्। नेपाल आमाको कोखले जन्माएका वीर र वीराङ्गनाहरू, जसको रगतले सिन्चेको छ यो जमिन, जसको त्यागले उज्यालिएको छ यो आकाश, यी हाम्रा शहीद हुन्। हाम्रा पथ प्रदर्शक, हाम्रा देशरत्न, हाम्रा ध्रुव ताराहरू, यी हाम्रा शहीद हुन्। हाम्रा प्रिय शहीद, हाम्रा अमर शहीद। नेपाली जनता जिन्दाबाद।